ल हेर्नुहोस् त यत्रो रुखहरूलाई काटेर हामीले चाहिँ यत्रो रुख थियो है पहिला होइन, यो रुखलाई चाहिँ काटेर हामी चाहिँ ग्राफ्टिङ गरेका थियौँ। जो पदम बहादुर रोकाया र म दुईजनाले बनाएको थियौँ। म साथीको रूपमा थिएँ, उहाँले बनाउनु भएको हो, ग्राफ्टिङ गर्नुभएको हो वा अरू के भन्छ यो कुरा मलाई थाहा छैन। तर यसले चाहिँ प्रतिफल कस्तो दिन्छ त्यो थाहा छैन। यो काठे ओखर हो, हारे ओखर भन्छ। अहिले ग्राफ्टिङ गरेको यो चाहिँ अलिक प्रजाति, नयाँ प्रजातिको ओखर हो। यो चाहिँ एक भएको फागुनमा गरेको हो। फागुनमा नै अहिले गरेको फागुन चैत वैशाख भनेपछि मानौ 3 महिना। 3 महिनाले हेर्नु त यत्रो वृद्धि भएको छ होइन। यो चाहिँ यो भागलाई काटेर हामीले चाहिँ ग्राफ्टिङ गरेका थियौँ होइन। यहाँ भित्र अलि देखिएको छैन, हेर्नुहोस् त, यो प्लास्टिकले हामीले घेरबार गरेका थियौँ है। अनि यसो गरेका थियौँ। अहिले चाहिँ यसको अनि यो मात्रै होइन, यो चाहिँ कसैले हल्लाइदिएर यताको सुकिसकेको छ। यो चाहिँ फैलिरहेछ अहिले, एक मात्र फैलिएको छ। यहाँ धेरै 6-7वटा गरेका थियौँ, सबै ऊ भइसकेको छ, पलाइसकेको छ। गाई यसलाई चाहिँ जति सक्दो छिटो उत्पादन लिनको लागि पहिला दाना रोप्ने, दाना उत्पादन, बिरुवा उत्पादन हुन्छ। बिरुवालाई चाहिँ ग्राफ्टिङ गरेर होइन, त्यही 3-4 वर्षमै उत्पादन दिने जस्तो मलाई छाड मान्छु। म त कृषि प्राविधिक होइन तैपनि। ल कस्तो लाग्यो कमेन्ट गर्नुहोला, अनि सेयर पनि गर्नुहोला, लाइक पनि गर्नुहोला, फलो गर्नुहोला है।